नमस्कार। आजको एउटा नयाँ र रोचक विश्लेषणमा सबैलाई स्वागत छ। आज हामी एउटा यस्तो जादुई दस्तावेजको बारेमा कुरा गर्दैछौँ जसले एउटा पुरै सहरको सिकाउने तरिकामै क्रान्ति ल्याएको छ। सचाउ भन्नुपर्दा यो कुनै साधारण नियम मात्र होइन, यो त शिक्षाको क्षेत्रमा एउटा गेम चेन्जर नै हो। आउनुहोस् सँगै मिलेर हेरौँ आखिर के कुराले यसलाई यति विशेष बनाउँछ त। तपाईले कहिल्यै सोच्नु भएको छ हाम्रा विद्यालयका नियमहरू आखिर कसले बनाउँछ होला? पहिला माथिबाटै नियम बनेर आउँथ्यो, तर बीएस 2072 सालमा नयाँ संविधान आएपछि कुरा पुरै फर्कियो। तुलसीपुर उपमहानगरपालिका जस्ता स्थानीय सरकारलाई माध्यमिक तहसम्मको शिक्षाको सम्पूर्ण अधिकार प्राप्त भयो। साँच्चै भन्नुपर्दा आफ्नो ठाउँको शिक्षा कसरी चलाउने भन्ने सुपर पावर नै स्थानीय सरकारको हातमा आयो। र त्यही सुपर पावर प्रयोग गरेर बनाएको मुख्य दस्तावेज हो यो तुलसीपुर उपमहानगरपालिकाको शिक्षा ऐन 2075। यसको मुख्य उद्देश्य के हो थाहा छ? हर बालबालिकाले अनिवार्य, निशुल्क र सबैभन्दा महत्त्वपूर्ण कुरा गुणस्तरीय र जीवनोपयोगी शिक्षा पाउन् भन्ने नै हो। यो एउटा साधारण पन्ना पक्कै होइन, यो त विद्यालय शिक्षाको नक्सै बदल्ने एउटा प्रभावकारी आधार हो। अब सोचिराख्नु भएको होला यस्तो ठूलो ऐनमा के कुरा समावेश छन् त? हेर्यो भने यो नियम पुस्तिका 12वटा महत्त्वपूर्ण परिच्छेद अर्थात् च्याप्टरहरूमा बढिएको छ। र ती 12 परिच्छेदभित्र जम्मा 69वटा दफाहरू छन्। यी 69 दफाहरूले विद्यालयलाई कसरी दामी र प्रभावकारी बनाउने भन्ने बारेमा एकदमै बारीकीले कुरा गर्छन्। सानोभन्दा सानो कुरादेखि लिएर ठूला नियमहरू सबै यसमा अत्यन्त व्यवस्थित तरिकाले लेखिएका छन्। अब हेरौँ विद्यालयको संरचना। ठ्याक्कै एउटा घरको आधार बनाए जस्तै गरी सिकाइका तहहरू कसरी छुट्याइएको छ। ऐनले शिक्षालाई एकदम स्पष्ट रूपमा 4 तहमा बाँडेको छ। सबैभन्दा पहिला 3 देखि 5 वर्षसम्मका नानी बाबुहरूको लागि 2 वर्षे प्रारम्भिक बाल शिक्षा हुन्छ। त्यसपछि त्यही बाल शिक्षादेखि 5 कक्षासम्मलाई प्राथमिक शिक्षा मानिन्छ। अनि बाल शिक्षादेखि 8 कक्षासम्मको यात्रालाई आधारभूत शिक्षा र 12 कक्षासम्मको पूरा सिकाइलाई माध्यमिक शिक्षा भनेर चिनिसकिएको छ। हरेक विद्यार्थीले यसरी नै एउटा रमाइलो वातावरणबाट सुरु गरेर माध्यमिक तहसम्मको आफ्नो शैक्षिक खुड्कुलो चढ्दछन्। अब बढाउँ सबैका लागि शिक्षाको कुरातिर, जहाँ समान अवसर सुनिश्चित गर्ने महत्त्वपूर्ण व्यवस्था छ। यो ऐनको सबैभन्दा सुन्दर पक्ष के हो भने कुनै पनि बालबालिका सिकाइबाट पछि नपरुन्। यसले 2वटा महत्त्वपूर्ण अवधारणालाई अघि सारेको छ। एकतिर विशेष शिक्षा छ, जो दृष्टिविहीन, बहिरा, अटिसम वा बौद्धिक र शारीरिक अपाङ्गता भएका बालबालिकाको लागि छुट्टाइ र विशेष तरिकाले दिइन्छ। अर्कोतिर समावेशी शिक्षा छ। समावेशी शिक्षाले चाहिँ भिन्न अपाङ्गता भएका बालबालिकालाई आफ्ना साथीहरूसँगै नियमित कक्षामा पढ्ने व्यवस्था गर्छ, जसले गर्दा उहाँहरू आफ्नो घर परिवारबाट पनि अलग हुन पर्दैन। यो सच्चै नै एउटा सराहनीय र मानवीय कदम हो, हैन त? अब यहाँनिर एउटा प्रश्न आउँछ, यी सबै कुराहरू सिक्न र तहगत शिक्षा पूरा गर्न आखिर जाने कहाँ त? तुलसीपुरमा कस्ता प्रकारका विद्यालयहरू छन् त? आउनुहोस् हेरौँ। कुरा एकदमै सिम्पल छ। शिक्षणका मुख्य 2वटा घरहरू मानिएका छन्। पहिलो हो सामुदायिक विद्यालय। यी भनेका तस्ता गैर नफामूलक विद्यालय हुन् जो समुदायको पहलमा स्थापना भएका हुन्छन् र जसलाई नेपाल सरकारबाट नियमित रूपमा अनुदान प्राप्त हुन्छ। दोस्रोमा छन् संस्थागत विद्यालय, जो निजी पहलमा कानून बमोजिम सञ्चालन अनुमति लिएर आएका हुन्छन्। दुवै प्रकारका विद्यालयले कानूनी मापदण्डभित्र रहेर गुणस्तरीय शिक्षा प्रदान गर्न पर्ने कुरा यसमा एकदम ठिक तरिकाले व्यवस्था गरिएको छ। तर एकछिन सोचौँ त, सबैलाई एउटै विषय पढ्न र एउटै बाटोमा हिँड्नुपर्छ भन्ने छ र? तक्कै छैन। कसैले कुनै एउटा विशेष सिप सिक्न चाहे भने के गर्ने? ऐनले यसको लागि पनि एउटा धेरै चतुर र व्यावहारिक योजना ल्याएको छ। किनकि हातमा सिप भयो भने मात्र व्यावहारिक जीवन सफल हुन्छ भन्ने कुरा थाहा भएको विषय हो। र त्यो योजना हो प्रविधिक तथा व्यावसायिक शिक्षा। यसलाई ऐनमा स्पष्ट रूपमा छुट्याइएको छ। प्राविधिक ज्ञान र सिप सिक्नको लागि कक्षा 9 देखि कक्षा 12सम्म वा 10 कक्षापछिको विशेष 3 वर्षे पाठ्यक्रम अध्यापन गराइदिने व्यवस्था यसमा छ। सीधा भाषामा भन्नुपर्दा यसले विद्यार्थीहरूलाई व्यावहारिक सिप दिएर सिधै कामको दुनियाँमा प्रवेश गर्न सक्ने अत्यन्त सक्षम बनाउँछ। यो एउटा ठूलो उपलब्धि हो। अब हामी आइपुगेको छौं महत्त्वपूर्ण नियमहरूतिर,
जसले विद्यालय सुशासनको मुख्य आधार तयार गर्छ। हाम्रो विश्लेषणको यो अन्तिम खण्डतिर आउँदै गर्दा एउटा कुरा स्पष्ट छ कि यस दस्तावेजले विद्यालय सञ्चालन, परीक्षा र पूर्ण सुशासनलाई एकदमै गजबले स्पष्ट पारेको छ। यो ऐन आएपछि नगरभित्रका शैक्षिक क्रियाकलापको व्यवस्थापन र अनुगमन गर्न एकदमै सहज भएको छ। स्थानीय सरकारलाई आफ्नो गाउँठाउँको आवश्यकता अनुरूप नियमित गर्ने ठूलो आधार खडा भएको छ। यी महत्त्वपूर्ण विशेषताहरूलाई सरसर्ती हेर्ने हो भने यसमा विद्यालय स्थापना गर्ने वा गाभ्नेदेखि लिएर पाठ्यक्रम र परीक्षा व्यवस्थापन, अनिवार्य तथा निशुल्क शिक्षाको ग्यारेन्टी र विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने कुराहरू समावेश छन्। त्यसैगरी राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो गर्नलाई दण्ड सजाय, विद्यालयको सम्पत्तिको संरक्षण, शुल्क निर्धारण र गुणस्तरको क्षमता अभिवृद्धि जस्ता अत्यन्त जरुरी पक्षहरू सबै यसले समेटेको छ। कसैले पनि मनपारी गर्न नपाओस् भन्ने पक्का ग्यारेन्टी यसमा छ। स्थानीय सरकारले आफ्नो नयाँ सुपर पावर प्रयोग गर्दै तुलसीपुरमा यस्तो अभूतपूर्व शैक्षिक वातावरण सृजना गरेको छ जहाँ सबै विद्यार्थीहरू खुशी साथ आफ्नो भविष्य निर्माण गर्न सक्छन्। ऐन र विभिन्न कानूनहरूले नागरिकको कामलाई सरल, सहज र सुशासनयुक्त बनाउन ठूलो मद्दत गरेको छ। सच्चाई भन्नुपर्दा यसले सबैलाई सहयोग गर्ने एउटा बलियो माहौल तयार गरेको छ। अब यो विश्लेषणको अन्तमा आउँदै गर्दा एउटा रोचक प्रश्न आफैलाई सोधौं। यी नयाँ र आकर्षक नियमहरूले आउँदै गरेको पुस्ताको उज्जवल भविष्यलाई आखिर कसरी आकार दिन्छन् होला? सबैलाई समेट्ने, सिप सिकाउने र व्यवस्थित कानूनी आधारमा टेकेर आउने पिढीले के कस्तो चमत्कारी उपलब्धि हासिल गर्छन् होला? यो सोचेरै हामी धेरै उत्सुक हुन सक्छौं। आजको लागि हाम्रो यात्रा यहीँ टुङ्गिन्छ, तर यो सिकाइको विषय भने निरन्तर चलिरहनेछ।